आज म ढुङ्गाको खिचडी बनाएर खान्छु। ढुङ्गाको खिचडी अरे? तपाईले ढुङ्गाको खिचडी कसरी बनाइ खानुहुन्छ बाबु? एक दिन एउटा यात्री भोकै प्यासै गाउँमा पुग्यो। गाउँका मानिसहरू निकै कन्जुस थिए। बाहिरबाट आएको मान्छेलाई त्यहाँ कसैले पनि खान दिन चाहेन। त्यसपछि त्यो यात्रीले एउटा जुक्ति निकाल्यो। एउटा ढुङ्गा टिप्यो, आफ्नो झोलामा हाल्यो र त्यो यात्री गाउँमा बस्यो। आमा नमस्ते। भाग्य मानिस बाबु। 4 दिन भयो आमा भौतारिएको जङ्गलको बाटो हिँडिरहेको छु, तर अहिलेसम्म बास पाएको छैन। यहाँ कतै बास पाइन्छ आमा? आम्मै घरमा त खाने चारो छैन, एउटाइ कमाएर बास दिएर खाना दिनु। अब छैन बाबु, बास यहाँ छैन, अन्तै कहीँ टराई गर्नु होला। ठिक छ आमा, त्यस्तो केही पर्दैन। तपाईँ बास मात्रै दिनुहोस्, खाने जुगाड त मैले लिएर आएको छु। तपाईँले केही दिनै पर्दैन आमा। आज म ढुङ्गाको खिचडी बनाएर खान्छु। बास तपाईँले मलाई बास दिए हुन्छ। ढुङ्गाको खिचडी अरे? तपाईले ढुङ्गाको खिचडी कसरी बनाइ खानुहुन्छ बाबु? अब कसरी बनाऊँ आमा? तपाईँले मलाई पहिला बनाउने भाँडो दिनु न। ल बाबु ल्याउँछु है, ल्याउँछु। हुन्छ, कसरी बनाउनु हुन्छ खानु होला। आमा यो ढुङ्गाको खिचडीमा अलिकति तेल र अलिकति जिरा हाल्नु पाए कति मिठो हुन्थ्यो। ल बाबु ल्याएर आउँछु। हुन्छ। आमा अलिकति चामल र दाल भइदिए भए यो खिचडी झनै राम्रो हुन्थ्यो। ढुङ्गाको खिचडी कसरी बनाउँछ? अनि भोलिबाट राम्रो लाग्यो भने त्यही बनाउनु पर्ला, मेरो अन्न पनि बाँच्छ। आमा अलिकति बेसार र नुन भए यो खिचडी झनै राम्रो हुन्थ्यो। लिनु बाबु, नुन र हल्दी इज्याउ यहीँ छ है। ल अब चाहिँ खिचडी तयार भयो। यी बुढी भित्र गएको बेलामा ढुङ्गा निकाला फालिदिन्छु अब। ल आमा, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अब अलिकति घरमा घिउ छ भने झनै राम्रो हुन्थ्यो खिचडी। ल आमा, खिचडी चाहिँ पाकिसक्यो। अब तपाईँले एउटा चम्मच र थाल दिनुहोस्, म मजाले खान्छु। पाकिसक्यो खिचडी? खोइ म हेर्छु त। ढुङ्गाको पनि बन्ने रहेछ यस्तो खिचडी है। अन्तै मलाई पनि दिनु है अलिकतै। ए तपाईँ पनि खाने? ल हुन्छ, एउटा थाल दिनुहोस् तपाईँलाई पनि। ओहो बाबु, कति राम्रो बन्ने रहेछ त खिचडी त। अब त भोलिबाट त म पनि बनाउँछु यस्तै। आमा मैले भनेकै त त्यो ढुङ्गाको नि कति राम्रो खिचडी हुन्छ, देख्नुभयो?